अधुरो प्रेमको साक्षी। सुनौलो घामको किरणले गाउँका हरिया डाँडाहरू उज्यालो बनाएको थियो। सानो गाउँ जहाँ सुहाना र अर्जुनको बाल्यकालको यात्रा सुरु भएको थियो। उहाँहरू एउटै स्कुलमा पढ्थे, एउटै बाटोमा हिँड्थे। अर्जुन अलि शान्त स्वभावको, गम्भीर तर गहिरो सोच्ने मान्छे। सुहाना भने चञ्चल, हाँसिरहने, जीवनप्रति आशावादी। हे अर्जुन, तिमी किन सधैँ यति गम्भीर हुन्छौ? सुहाना मुस्कुराउँदै भन्थिन्। अर्जुनले हल्का मुस्कानका साथ उत्तर दिन्थे, जीवनलाई बुझ्न गाह्रो छ सुहाना। तर उनलाई थाहा थिएन कि जीवनले उनीहरूलाई नै एउटा कठोर प्रश्न सोध्ने लागेको थियो। यसरी समय बित्दै गयो। सानो मित्रता अब गहिरो सम्बन्धमा बाँधिएको थियो। एक दिन झरनाको छेउमा बसेर अर्जुनले भन्यो, सुहाना, तिमीलाई कहिले लाग्दैन कि हामी एउटै मनका दुई छाया हौ? सुहानाको मुटु बल्झियो। उनले मुन्टो हल्लाइन्, सायद। तर हामीले कहिले यो स्वीकार्न सक्दैनौँ, हैन? अर्जुनले लामो सास फेरे। जीवन सरल छैन, तर मेरो मनमा तिमी मात्रै छौ। सुहानाको बाबुले सहरमा ठुलो अफर पाएको थियो। परिवारले सुहानालाई सँगै लैजाने निर्णय गर्यो। अर्जुन स्तब्ध भए। यसरी समय बदलिँदै गयो। अर्जुनको आँखामा आँसु छजल्दा आए। तर समयले नै हामीलाई छुट्याउने भयो। यसरी सुहाना सहरतिर लागे। सहरको चहकिलो जीवनमा सुहाना हराउँदै गइन्। पहिले जति फोन गर्थिन्, पत्र लेख्थिन्, ती सबै कम हुँदै गए। अर्जुन गाउँमै रहिरहे। उनका दिनहरू सुनसान बन्दै गए। हरेक साँझ उनले झरनाको छेउमा गएर सुहानालाई सम्झन्थे। यसरी 15 वर्षपछि सुहाना फेरि गाउँ फर्किन्। मनमा अनेकौं यादहरू बोकेर पुरानो बाटोहरू टेक्टे। तर अर्जुन थिएनन्। गाउँका वृद्धहरूले भने उनी त वर्षौं अघि मरिसके। यो सुनेर सुहानाको मन भताभुङ्ग भयो। उनले अर्जुनको घर पुगेर उनको पुरानो डायरी भेटिन्। त्यहाँ अन्तिम पंक्ति लेखिएको थियो, मेरो प्रेम कहिले मर्दैन सुहाना। समय बित्ला, तर म तिमीलाई सधैँ यही ठाउँमा पर्खिरहनेछु। आकाश मौन थियो। पवनले पुरानो गीत बजाइरहेको थियो। सुहाना आँसु झार्दै अर्जुनको सम्झनामा हराइन्। केही प्रेमहरू अधुरा हुन्छन्, तर तिनीहरू कहिले समाप्त हुँदैनन्। धन्यवाद छ हजुरहरूलाई यो कथा सुनिदिनु भएकोमा। र मबाट केही गल्ती भए मलाई सुझाउ दिनु सक्नुहुनेछ कमेन्ट गरी। र राम्रो लागे केही लाइक, शेयर र मेरो युट्युब च्यानल साथै पेजलाई फलो र सब्स्क्राइब गरी मलाई सपोर्ट गर्नुहोला। धन्यवाद।